सेतो बाँदर पनि देखियो कस्तो हुँदो रहेछ। सेतो बाँदर त मान्छेदेखि भाग्दो पो रहेछ होइन। देख्यो मैले यस्तो पनि हुँदो रहेछ बाँदर भनेको। सेतो बाँदर यो पानीको पाइप धर्मशालाको लागि मेगलोडगञ्जको लागि पानीको पाइप बिछाएको छ होइन। यस्तो पाइपमा फेरि चिप्लिन्छ नि प्लुत्त गरेर फेरि विचार गरेर हिँड्नुपर्छ यस्तो होइन हौ। यो त माथिबाट आएको चाहिँ पानी त स्कुलको लागि छ मेगलोडगञ्जको लागि होइन स्कुलको लागि छ। हेर्नुहोस् यो जङ्गल यस्तो छ जङ्गल र अघि सेतो बाँदर देख्यो अब छैन सेतो बाँदर। अब म एक्लै नेपालको बाँदर हिँडिरहेको छु म के गर्ने। बच्चाहरूलाई पिज्जा खानु पऱ्यो अरे पिज्जा ल्याइदिएँ पुऱ्याइदिएँ। अब दुईजनाले खाँदै होला साथीहरूसँग खाँदैछ ठुलोले साथीहरू त हुन्छ नि ल्याएपछि उनीहरूको पनि दिन्छ होला। मेरो बाबुले पनि दियो मेरो ठुलो बाबुले पनि दियो अरू पनि मान्छे आइरहेको जस्तो लाग्यो मलाई। खोइ यो त डरलाग्दो जङ्गल पो छ त हौ हेर्नु त आम्मामामामा जङ्गल त यस्तो जङ्गल छ हौ। यो त बाटो मान्छे हिँड्ने जस्तो छ। हामी 5 पोखरी जाँदा यस्तै बाटो देखाएको थिएँ मैले आज फेरि यहाँ देखियो। यसमा त जुत्ताको नाश हुन्छ नि त हौ जुत्ता त खत्तम हुन्छ नि त हौ हेर्नु त कस्तो जङ्गल छ। जङ्गलको बिचबाट हिँड्दैछु म कतिखेर बाटोमा पुग्ने हो थाहा छैन। हेरौँ पुग्ला अब एकछिनमा त पुगिहाल्छ नि। त्यसपछि बाटोबाट यहाँ त कस्तो अलि डर जस्तो लाग्ने कि अब कहिले नहिँडेको नयाँ बाटो हो नि त यो। त्यो नयाँ बाटोले गर्दा अलिकति डर लागेको जस्तो महसुस भइरहेको छ कि मलाई। हेर्नुहोस् गाडीमा गयो भने 120 रुपियाँ लिन्छ। अब म खुट्टाले हिँड्थेँ त्यही भएर खुट्टाले हिँड्दा 120 त बच्छ एक्सर्साइज पनि हुन्छ जिउलाई भन्ने हिसाबले चाहिँ म हिँड्दा अब बाटो एकछिनमा निस्किन्छ होला किनभने बाटो आएको जस्तो लाग्यो मलाई। अब यहाँबाट फेरि ओह्रालो जस्तो पनि छ पछि यो बाटोलाई अब यो पक्कै पनि यहाँको पञ्चायतले पक्का गरिदिन्छ होला जस्तो लाग्छ मलाई। किनभने यहाँ हाम्रोमा हो के अरे वडा कार्यालय भन्छ भने यहाँ चाहिँ पञ्चायत भन्छ त्यही हिसाबले पञ्चायतले हेर्छ होला जस्तो लाग्छ मलाई। किनभने यो माथि ठुलो स्कुल पनि छ र गाउँ पनि छ यहाँ माथि गाउँ छ होटल छ सबै कुरो छ माथि। म पनि पोहोर परारको साल आउँदा त्यहाँसम्म पुग्या हो हेर्नलाई माथिसम्म एउटा बाइक रेन्टमा लिएर गएको थिएँ म। यहाँ चाहिँ अलिक बाटो अप्ठ्यारो छ किन यहाँ भाँसिया जस्तो छ यो बाटो त्यही भएर यहाँ चिप्लेला भन्ने डर पनि लाग्छ। किनभने मैले अलिकति यो जिउ पनि मोटो छ मेरो अनि मोबाइल पनि अलिक महँगो खाले छ नि त मोबाइल त्यही कारणले गर्दा पनि मलाई अलिकति डर जस्तो महसुस भएको छ कि होइन र। अब म हिँडेको लगभग 10 मिनट जस्तो भएछ। अघि पनि मैले 4-5 मिनटको बनाएको थियो पक्कै पनि त्यहाँ मैले फेरि सेतो बाँदर देखेर मलाई कस्तो डर जस्तो पनि लाग्यो कि किनभने मान्छेको छेउमा मैले त्यति सेतो बाँदरलाई देखाएको थिएन कि त्यही भएर मलाई अलिकति डर जस्तो महसुस भयो होइन। त्यही डरले गर्दाखेरि चाहिँ मैले मोबाइल बन्द गरेर अलिकति हिँडेँ अगाडि। डर त हुन्छ नै किन हुन्छ भने तपाईँको कहिले नदेखेको कुरालाई
देख्दा त अलिकति डर त लाग्छ नि होइन र साथीहरू। यस्तै हो जिन्दगी भनेको। किनभनेदेखि अब हामी नेपालमा बस्छौँ। यहाँ अब हाम्रो धर्मशालामा मेगलोडगञ्जमा घ्यागर रिम्पोछेको दर्शन गर्न आउनुपर्छ। दर्शन गर्न आउँदा हाम्रो एकदम भनौँ न अब मनले सोचेको कुराहरू पनि अवश्य नै पुरा हुन्छ। किनभने घ्यागर रिम्पोछे ठुलो रिम्पोछे हो। हाम्रो बुद्ध धर्मको सबैभन्दा ठुलो रिम्पोछे हो उहाँ। हाम्रो नेपालीहरूले चाहिँ उहाँलाई दलाई लामा भन्छन्। अब यो बुद्धिस्ट भाषामा चाहिँ उहाँलाई घ्यागर रिम्पोछे भनिन्छ। किनभने घ्यागर रिम्पोछे हो उहाँ अहिले धेरै नै उमेर भइसकेको कारणले गर्दा अलिक पूजामा बढी जाने गर्नुहुन्न। किन बिचरा अब अलिक उमेर पनि बढी भयो। त्यसै कारणले गर्दा हामी नै दर्शन गर्न आउँदा धेरै राम्रो हुन्छ। किन हाम्रो त अहिले उमेर छ। उमेर हुने त हो दर्शन गर्ने, पैसा कमाउने, पैसामा लोभ गर्नुहुन्न, धेरै पाप पनि गर्नुहुन्न। त्यसैले गर्दा यस्तो हो। अब आउनुपर्छ हामी बुद्ध धर्म मान्ने जति भनौँ न, बुद्ध धर्म अब हिन्दू धर्म जो आउँदा पनि हुन्छ हुन त। अब यही आउनुपर्छ भन्ने छैन। सबैलाई ढोका खुल्ला छ यहाँ। यो आउनुहुन्छ त्यो आउनु हुँदैन भन्ने कुरा नै छैन। हेर्नुहोस्, त्यही भएर आउनुपर्छ। अलि जङ्गलको नजारा पनि हेर्नुहोस्, यति राम्रो जङ्गल छ यहाँ चरा कराउने। किनभनेदेखि हामी सानो हुँदा यस्तो चराहरू कराएको कस्तो मजा लाग्थ्यो, राम्रो लाग्थ्यो कि। अब अहिले त तपाईँको हाम्रो नेपालतिर त वन जङ्गल भन्ने त एकदमै थोरै मात्रामा मात्रै देख्छु म त। त्यही भएर हाम्रो नेपालमा बाढी आउने, त्यो बाढी आउने धेरै हुन्छ नि त। अब प्रायः जस्तो वर्षेनी नै हाम्रो नेपालमा बाढी आउने गरेको छ नि त। अब त्यही वन जङ्गलले गर्दा नै हो। अब यहाँ तल मैले बाटो पनि देखिहालेँ। अब अलिक थोरै छ म निस्किनुलाई, बाटोमा निस्किनुलाई थोरै छ, धेरै छैन। त्यसपछि म एकछिनमा तपाईँको पुगि नै हाल्छु होला जस्तो मलाई फिल भइसक्यो। किनभने म अघि पनि बाटो आएको होइन र। तर अहिले चाहिँ मेरो ठुलो छोरालाई सोधेर बाबु बाटो कताबाट भन्दा यसो गरेर जानु भन्यो बाबुले। त्यही अनुसारले म आयो पुग्यो। अब त बाटोमा अब धेरै लाग्यो भने मलाई धेरै लाग्यो भने सायद मेरो विचारले 5 मिनटमा म बाटोमा पुग्छु। किनभने बाटो यहाँ देखिसक्यो, हेर्नुहोस् गाडी उडिराखेको देखाएको छ हामीले। त्यही भएर पुगि नै सकेछ नि त। धेरै यता पनि निस्किँदो रहेछ बाटो त, एकैछिन पुग्दो रहेछ। कहाँ बाटो हिँड्दा त धेरै लामो बाटो पो रहेछ त्यो त। यहाँ मान्छेलाई थाक्यो भने बिसाउने ठाउँ पनि बनाएको रहेछ। यहाँ त्यही भएर राम्रो गरेर रहेछ यहाँ बस्नुलाई ठाउँ बनाइदिएको। आउने मान्छेलाई यहाँ अब थाक्यो भने, अब ओह्रालो आउँदा उकालो जाँदा थाक्यो भने यहाँ बस्नलाई ठाउँ बनाइदिएको छ। धेरै राम्रो गर्नुभएको रहेछ कि, धेरै राम्रो गर्नुभएको रहेछ। अब त म एकैछिनमा पुग्छु नि त। किनभने धेरै टाढो छैन जस्तो लाग्छ मलाई। यहाँ त बाटो निस्क्यो म हो त। यहाँ त आइपुग्यो, तलको बाटो र माथिको बाटो भेट्नमा आइपुग्यो। धेरै त छैन रहेछ नि त बाटो त। म आइहालेँ, अब पुगिहाल्यो। अब यस्तै छ जिन्दगी होइन। अब होटलमा जान्छु, खानासाना खान्छु। कति बज्यो? 6 बज्नु लागेछ। 6 बज्नु लागिहाल्यो। अब खानासाना
खाने बेला पनि हुन लाग्यो। यहाँ चाहिँ विचार गर्नुपर्ने छ। यहाँ अलि अप्ठ्यारो छ बाटो, यहाँ पनि भत्किया रहेछ नि त, भत्किया भएर नि अप्ठ्यारो भयो बाटो। तलबाट आउने एउटा बाटो थियो त्यो पनि देखियो, भनेपछि यो बाटो धेरै नै अगाडि निस्किँदो रहेछ। अघि म त यहाँबाट आउने भन्दा यताबाट आएको छिटो हुने रहेछ नि, बेकारमा गएछु म त। अघि यतैबाट आउनुभयो कि आउनुभएको भए एकदम छिटो मिठो पो आइपुग्ने रहेछ नि त। यहाँ तिनवटा विदेशी हिँड्दैछ, हेर्नु, तिनवटा विदेशी हिँड्दैछ। यिनीहरूलाई पैसा के, अब यिनीहरूको लागि पैसा के, हाम्रो लागि पो पैसा गाह्रो छ। यिनीहरूको थोरै पैसा चाहिँ धेरै हुन्छ यहाँ। यो चाहिँ अघि मेघलोडको के अरे माथि हाम्रो बाबाहरूको स्कुल बनाउने बाटो यो। अब म चाहिँ यता लागेँ। ल धन्यवाद। यहाँबाट अगाडि तपाईँ अघि नै खिचाएको छु।